यसै गाइज ल माछाले बस्ने थुपुक गाइज माछा चाहिँ लागिसकेको छ। ल बोल्दा बोल्दा त माछै गायब भइसकेछ यार। गाइज आज चाहिँ हामी माछा मार्न जाँदैछौँ होइन। एक्लै लहर लहर खोलातिर बोल्न नि आउँदैन खासै। जस छाताले छेकी भिडियो बनाइरहेको छु। अन्त मान्छेले हेऱ्यो नि बेजेत लाग्छ यार। जस बोल्न पनि आउँदैन होइन, त्यत्तिकै घर बस्नु भन्दा यस्तो बनाइदिनु एकदम भनेर हो। ल गाइज खोला गएर भेट्नुपर्छ। भाँडा चाहिँ बनाइसकेको छु गाइज माछा थाप्ने। यत्रो किन पाल हुन्छ, माछा चाहिँ ठुल्ठुलो नै छिर्छ। अलिक ठुलो पाल बनायो भने त सब भाग्छ। अनि सानो पाल बनाउनु पर्छ। अनि दाना पनि यो चोक्कर मोलेको दाना, सानो कुखुराको दाना धेरै पनि हाल्नुहुन्न, फेरि थोरै हाल्नुपर्छ गाइज। धेरै हाल्यो भने फेरि सब भित्र गएर खेलेर पुरै धुलो बनाएर माछै पर्दैन। फेरि माछा त जस भित्र गएर त खेल्छ नि त। अनि खाँदै खेल्दै गर्दाखेरि जम्मै बाहिर आउँछ धेरै हाल्यो भने। यसै गरेर म थाप्दै हिँड्दै गर्छु गाइज पर्ने ठाउँमा। ल गाइज माछा चाहिँ लागिसकेको छ। ल बोल्दा बोल्दा त माछै गायब भइसकेछ यार। यो आउँदै थियो गाइज, यहाँ थापेको छु। मोबाइल पनि फेरि आइफोन 16 नै पर्छ गाइज। त्यो भएर पुरै देखाइदिन्छ हिम्माको नि। कसम से केही देखिन्न क्या। माछा हिँड्छ है गाइज। ल हेर्नु है गाइज कति आउँछ माछा। बिग माछाहरू चाहिँ यतातिर छ, यहाँ बसेछ तर देखिँदैन त यार मोबाइलमा त यार। बिग माछाहरू छ यिनमा बसे। यहाँ चाहिँ सानो मात्र छ। दुईटा भाँडा चाहिँ थापिसकेका छौँ। एउटा भाँडा चाहिँ यो माछा चाहिँ आइसकेका छन् गाइज। ऊ पलमा पस्न लागेको छ। यो चाहिँ भित्ती माछा हो, सानो डल्ला हुन्छ। सानो हुन्छ, धेरै ठुल्ठुलो त हुँदैन। सार त थियो होइन, भाँडा चाहिँ गाइज थापिसकेको छु पुरै। माथि थापेको ठाउँमा चाहिँ मान्छे खुच्चीहरू पौडी खेल्दै र यार भिजो हान्दैन माथि चाहिँ। हो माथि नै हो। यस माथिको पुल पनि देखिन्न रहेछ यार। माथिको पुलनिर चाहिँ थापेको छ। मान्छे आएर यार धुस्ते हानिदिन्छ नि यार सधैँ यार। माछा पर्नै दिन्न यार। यसो देखाउ कि साथीहरूलाई भनेर यस्तो बिल्लालाई भिडियो बनाइरहेको छ यार। माछै परेन भने त के काम लाएर। सबै मान्छे चाहिँ पौडी खेलिदिइसकेछ त्यहाँ चाहिँ गएर चाहिँ उठाउनु पर्ने हुन्छ त्यो भाँडा। यस्तै हुन्छ कि गाइस, यहाँ चाहिँ एकजना न एकजना पौडी खेलिदिइहाल्छ अनि माछै पर्दैन। ल गाइस त्यही हो, माछा पर्यो भने चाहिँ देखाउँछु। माछा चाहिँ परिसकेको छ गाइज। घाम लागेको सेक्यो। माछा चाहिँ परिसकेको छ। माछा परिसकेको छ। यहाँ छ गाइज माछा। यसरी पर्छ तपाईँ। अन्तर मन्तर छु जादु मन्तरु यति पर्छ गाइज। माछा एकै लडमा टक्क लागेर लगेको चाहिँ कति छ माछा एकचोटिमा। बिग अफर।
ल एउटा त झिकिसक्यो, अरू पनि झिक्दैछु गाइज, हेरिरहनु होला। सुरुको भद्दुत झिक्दै जाँदैछौँ के त, सुरुको भाँडा झिक्न जाँदैछु गाइज। यहाँ थापेको ल हेरौँ है त कति पर्छ। ओए मादरचुत सर्पो छ क्या यार, के गयो यार गाइज यार, भाँडाबाट माछा भागिसके, सर्प गयो कि के गयो गयो यार, डरै लाग्यो यार। ल गाइज थोरै भनी परिसकेको छ माछा। र माछा पनि भर्खर परेको। अन्त के गयो यार सर्प, अस्ति यार यहाँ अस्ति नै मैले देखेको सर्प ठुलो छ यार, ट्याक्क तोक्दियो भने फेरि बेजेत। गाइज माछा चाहिँ यही हो, यसलाई चाहिँ फोर्नु पर्ने छ खोलेर। असारको भेल त सकिसक्यो, जस अहिले लेउ पलाए पनि माछा पर्ने रहेछ। पहिला पनि पार्थेँ मैले यस्तै गरेर, अरू त बल्छी हान्न जान्छन्, जस म चाहिँ यस्तरी पार्छु। अब यी कति सानो माछाका हुन् त गाइज, यति कता गयो यति सानो माछा यार, बिचरा के माछा यस्तो, गडेरा हो कि, नाम पनि फेरि धेरै फरक फरक हुन्छ गाइज, थाहा हुने छ। फाल्दिनु हुन्थ्यो, पानी पनि छैन, अलि टाढै छ। माछा चाहिँ गाइज भागे भागे तेरीमा कहाँ भाग्छ हौ यसलाई चाहिँ, देखिँदै देखिन्न त यार यसलाई चाहिँ गाइज। ल माछाले बस्ने थुपुक, यसलाई चाहिँ भित्ती भन्छ यहाँ चाहिँ, सानो सानो हुन्छ, डल्ले माछा नि भन्छ, जस धेरै नाम अनुसार ठाउँ अनुसार चाहिँ, ठाउँ अनुसार नामै फरक छ यसको, धेरै छ नाम यसका। अब तराईमा छुट्टै भन्छ होइन, इन्डियामा छुट्टै भन्छ यसलाई, नेपाल अलि यतातिर यसको नाम फरक फरक हुँदै यहाँसम्म पोखरासम्म आउँदा चाहिँ भित्ते भयो यसको नाम चाहिँ। अरूको ठाउँमा चाहिँ के भन्छ गाइस यसलाई, त्यसले जुगाले गाइस, जुगाले हानिरह यता त मस्त जुगाले हानिरह, हुन्छ त कस्तो हानिरहेमा मस्त क्या, अब ती मस्त हानेर बसिरहेछ क्या अब मासलाई, यसलाई हान्नै पर्ने हो गाइस। खोला खोला जुगा लाएर यार यस्तो घिन लाग्छ नि मलाई जुगा भनेपछि, आमा हाँसलाई मलाई मर्रै छोड्छु। ल गाइस त्यही हो, अरू पनि देखाउँछु। ल गाइस अघि थापेको एउटा भाँडा थियो यहाँ कताको, म झिकेर देखाउँछु है गाइस। ओ माछा चिक्ने माछा त माछा चाहिँ गाइस जो सोचे जस्तो त परेन गाइस, जे भने ठिकै परेछ। 3 लडमा 3 चोटीमा 3टा भाँडामा यति नै हो। अझ लास्ट एउटा भाँडा छ त उठाएपछि चाहिँ हुन्छ, जस भइसक्यो एक फ्याक गाइस। ल फेरि म नेक्स्ट भोट
भद्दु बनाइसकेको छु बोली पनि खत्के छैन यहाँ भत्कुमा चाहिँ चारो हालेर थापिहाल्छु लगाइछ म चाहिँ घर आउनु लागिसकेँ मम्मीले खानै लिएर आएर खोलामा भोका होला भनेर आइदो रहेछन् अनि म चाहिँ घरै गएर खान्छु भनेर आएँ जसमा चाहिँ धेरै चाहिँ परेन ठिकै परेछ अहिले बेलुका पनि हामी माछा मार्नु जान्छौँ भन्दै थोरै माछाको भिडियो गाइसहरूलाई